जापानमा निकै रुचाएर पढिएको एउटा यस्तो कथा जुन तपाईँको होस उडाउन सक्छ र सोच्ने तरिकामा फरक पार्छ। यो कथा अनुसार एकजना जापानी व्यक्तिले देखे कि आफ्नो घर मर्मत गर्दा एउटा काठको भित्तामा एउटा छेपारो अड्किरहेको थियो, किनभने उसको खुट्टा भित्तामा ठोकिएको काँटीमा जलिएको थियो। ऊ त्यहाँबाट निस्कन सकिरहेका थिए। त्यो भित्ता हप्ता 10 दिन अघि मात्र मर्मत गरिएको कारण अब त्यो छेपारो जिद्दो छैन भने त्यो जापानी व्यक्तिलाई लागेको थियो। तर नजिक गएर हेर्दाखेरि देखियो कि यतिका दिनसम्म पनि त्यो छेपारो अझैसम्म जीवित नै थियो। उक्त जापानी व्यक्ति निकै आश्चर्य परे। तर त्यसै बेला एउटा छेपारो अर्कोतिरबाट आयो। उनले देखे त्यो छेपारोको मुखमा खाना थियो। उक्त छेपारो हरेक दिन खाना लिएर आउँथ्यो र अड्किएको छेपारोलाई दिन्थ्यो। यसरी यतिका दिन बित्दा पनि उक्त छेपारो जीवित नै थियो। यो देखेर उक्त मानिस निकै प्रभावित भए। के तपाईँ प्रभावित हुनुभयो? उनले सोचे कि यति सानो जीवमा पनि माया, करुणा र सहयोगको भावना रहेछ। उनले त्यो छेपारोलाई जलिएको बन्धकबाट मुक्त गरिदिए। सन् 2000 दशकमा इमेल मार्फत निकै लोकप्रिय भएको यो कथाले सिकाउँछ कि यदि एक आपसमा प्रेम र सहयोगको भावना भयो भने हामी कठिनभन्दा कठिन परिस्थितिलाई जित्न सक्छौँ। बस एक आपसमा समझदारी, सहयोग र प्रेम हुन आवश्यक छ। जातपात र धर्मबाट माथि उठ्नुहोस् र मानव बन्ने प्रयास गर्नुहोस्।